ल गाइजहरु म चाहिँ आज निङ्ग्रो हेर्नुस् त निङ्ग्रोसँग डल्लो खुर्सानी रातो हरियो दुईटा मिसेर आज ढेर खानु पर्यो। ओहो मलाई थुकै आइसक्यो। वाउ साथीभाइ हेर्नुस् त डल्लो खुर्सानीको गन्ध आयो त गाइस। म चाहिँ खास भन्नुपर्दा चाहिँ यो निङ्ग्रो खाएको बेलामा चाहिँ धेरै मेरो बाबा मम्मीको याद आउँछ। किनभने सानोमा चाहिँ हामी दिदी बहिनी चाहिँ है हाम्रो सन्तान चाहिँ सबै यो निङ्ग्रो खाएर हुर्केको के। तरकारी जहिले पनि यो निङ्ग्रै खान्थ्यो है। एकदम बेस्ट एकदम मिठो। आमाको सम्झना पनि आउँछ बाउको सम्झना पनि आउँछ गाइस है। यो चाहिँ ममरा डल्लो खुर्सानीको टेस्टी चाहिँ गन्ध नै कस्तो खतरा मिठो बवाल भइसक्यो। वाह रातो खुर्सानी त मजाले मिठो रहेछ भाइ। खुर्सानी चाहिँ दिदीले ल्याइदिएको, निङ्ग्रो पनि दिदीले ल्याइदिएको। आफ्नो बाउ आमाले जे खाएर हुर्काउँछ हैन त्यही नै सम्झना आउँदो रहेछ कि गाइजहरु है। मान्छेहरु चाहिँ अब 1-2 पैसा कमायो भने ठुल्ठुलो कुरा गर्छ नि त, हामी त ठुलो कुरा गर्न आउँदैन। वाह मामा एकदम टेस्टी भएछ के गाइजहरु है। पिठो पनि लास्ट भयो, अब एक छाक होला। अझ यो मार्नै बाँकी छ। जस्तो खाए पनि आफ्नो चुलामा हो, कसैको अनुहार हेर्नु पर्दैन, कसैलाई कुरिरहनु पर्दैन। आफूलाई जतिखेर खान मन लाग्छ त्यतिखेर खाने हो गाइस है। म खाना खाएको चाहिँ 7 पनि बजेको छैन। बाटो छिटो खाना खाने हो, छिटो सुत्ने हो। वाउ छोरा कस्तो भएछ तिमीलाई? मिठो लाग्यो रे मेरो छोरालाई पनि। निङ्ग्रो धेरै मिठो लाग्यो रे।